नमस्कार। हाम्रो पोर्चुगलमा अब तीजको लहर चल्न गइरहेको छ। विदेश भनेर भएन है। अब काममा जाँदा त काममै व्यस्त भइन्छ। काम नहुँदा के गर्ने, विदेशमा भए पनि सबै साथीहरू जम्मा हुने, रमाइलो गर्ने गरेर नै विदेशतिर दिनहरू फालिएको छ। के गर्ने, माइत जान पाइँदैन। माइती आफ्नो जन्मे घरलाई सम्झेर, आमा बा सम्झेर यही भए पनि सबै साथीहरू दुःख सुख रमाउँदै, दुःखमा दुःख साटेका छौँ, हाँसोमा हाँसो साटेका छौँ। गरेर जियोस्, विदेशमा बसेर पनि विदेशमा बसे जस्तो नगरिकन बसेका छौँ। आफ्ना आमा बाबाको झल्को त किन लाग्दैन थियो, लागिहाल्छ। जन्म दिने ठाउँ आमा बाबाको काख बनेको एउटा न्यानो र प्यारो काख हो। यसलाई हामी सधैँ सदाबार नै सम्झने गर्छौँ, रुने गर्छौँ। सधैँ रोएर पनि नहुँदो रहेछ। कहिले रुने कहिले हाँस्ने जिन्दगीको घडीहरू यसै गरेर अगाडि पार गरिराखेका छौँ। यसैमा नै हजुरहरू पनि, बाबा मम्मीहरू पनि खुसी भइदिनु होला हुनुहुन्छ र हामी पनि खुसी नै छौँ। तर साह्रै सताउँछ यो विदेशमा भएपछि। चाडबाड आउँदाखेरि बाबा मम्मी, दाजुभाइ, दिदीबहिनी सबै सम्झेर मन खिन्नता हुन्छ। त्यही खिन्नता मेटाउनलाई नै हामी कहिले नाच्छौँ, कहिले गाउँछौँ, कहिले रुन्छौँ त कहिले हाँस्छौँ। विदेशको काम हो, सेकेन्डका तालमा काममा पुग्नुपर्छ। 1 मिनेट ढिला भयो भने साउले अरू नै कुराबाट, अरू नै कुरासित रिसाएर बोलेको भए पनि मै आउन ढिला भएर रिसाएको होला, भोलिबाट के भन्ने हो भन्ने हुन्छ। यो प्रब्लम सबै साथीहरूको लागि हो, हामी सबै नेपालीहरूको लागि हो, विदेशीहरूको लागि हो। र यसलाई अब सानो भनौँ कि ठुलो भनौँ, अब हाम्रो लागि ठुलै नै हो। साउले काम दिएर, साउले राम्रै गरिदिए, छाप टार्ने हो, भाडा दिने हो, घरमा पठाउने हो। अब साउले आफू पनि ढिला जाने, भने जस्तो काम नगरिदिने र साउले पनि टाइममा जान नसके, उसले पनि पैसा दिएर, साउले पनि पैसा दिएरै राख्नुपर्छ, त्यसै राखेको होइन। त्यो कारणले गर्दा साउलाई पनि, साउ हुन पनि त्यति सजिलो छैन, साउलाई पनि गाह्रो छ। र हामी सबै साथीहरू लगायत हामी विदेशी साथीहरूलाई काम गर्न पनि गाह्रो छ। यसैमा म आज किन पसलमा बसेर एकदम साथीहरूको पनि याद आयो। पुराना साथीहरू यहाँ धेरै थिए पोर्चुगलमा, अहिले धेरै टाढा जानुभएको छ, ठाउँ ठाउँमा बाँडिनु भएको छ। एउटा यो कस्तो भने फेसन आइरहेको छ, पासपोर्ट आएपछि कहाँ जाने त भन्ने साथीहरूलाई यो चञ्चल भइरहेको छ। सुख त जहाँ गए पनि छैन, काम नगरी खानु त कहीँ पनि छैन। तैपनि पोर्चुगलको सेलेरी र अन्तको सेलेरीमा फरक होला, तर बस्न आनन्द, हाम्रो हावापानी, सँगै साथीहरू त मलाई किन पोर्चुगलमै ठिक छ भन्नुभयो। धेरै साथीहरूसँग कुरा भइरहेको छ मेरो। उहाँहरूले होइन पोर्चुगल जस्तो अन्त छैन भन्ने कुरा आइरहेको छ। फर्कनुहोस्, पैसा कमाउनुहोस्, आउनुहोस्, पोर्चुगलमै बसौँ, यहीँ रमाउँ, घर किन्न पाइन्छ, बिजनेस गर्न सजिलो छ। आउनुहोस्, यहीँ पुरानो साथीहरू मिलेर बसियो भने हामीलाई पनि सजिलो हुन्छ भन्न चाहन्छु। र आज यहाँ पसलमा बसेको थोरै पोहोर परारको तीजको याद आयो मलाई। र अब पनि अहिलेको तीज पनि आउँदैछ, त्यो कारण मैले एउटा सानो गीत गाउन गइरहेकी छु। यसमा बाबा मम्मीको यादमा, बाबा मम्मीले फोन गरेर म जान सकिनँ भन्ने बारेमा छ। यसमा सुनिदिनु होला, केही गल्ती हुनसक्छ, यो मिलेन भनेर मलाई भनिदिन सक्नुहुन्छ। र सम्पूर्ण साथीहरू जहाँ हुनुहुन्छ र मलाई चिन्ने जति साथीहरूलाई मैले सर्वप्रथम नमस्कार गर्न चाहन्छु। अब धेरै जस्तो साथीहरूले माइतदेखि लिएर घरदेखि लिएर अब चितावनको साथीहरूले धेरैले चिन्नुहुन्छ मलाई, र फेरि पनि चिन्नु होला भन्ने आशा राख्दछु। र म सुरु गर्छु है।
ल ह्याप्पी तिज पहिला तर तिज आएको छैन है, फेरि याद मात्रै आएको। हे हिन्दू राष्ट्र हिन्दू धर्म छोड्नुहुन्न संस्कार, हिन्दू राष्ट्र हिन्दू धर्म छोड्नुहुन्न संस्कार। सर्वप्रथम सबैलाई मेरो नमस्कार, सर्वप्रथम सबैलाई मेरो नमस्कार। तिज आयो भन्छ चरी वनमा, तिज आयो भन्छ चरी वनमा। कति राखु विधानको पोको मनमा, कति राखु विधानको पोको मनमा। विदेशतिर कामै मात्र नेपालमा तिजायो, विदेशतिर कामै मात्र नेपालमा तिजायो। यो तिजले अहिले पनि मनै रुबायो, यो तिजले अहिले पनि मनै रुबायो। नेपालमा हुन्थे भने बाबा लिन जाँदा हुन्, नेपालैमा हुन्थे भने बाबा लिन जाँदा हुन्। विदेशैमा भयो बरै गरे टेलिफोन, विदेशैमा भयो बरै गरे टेलिफोन। फोन आयो उठाउ भन्दै श्रीमानले दिनुभयो, फोन आयो उठाउ भन्दै श्रीमानले दिनुभयो। तिज आयो छोरी भन्दै बाबा रुनुभयो, तिज आयो छोरी भन्दै बाबा रुनुभयो। हे मै पनि रुन थाले आँसु झरे बरर, मै पनि रुन थाले आँसु झरे बरर। के छ त नि बाबाजी माइती खबर, के छ त नि बाबाजी माइती खबर। के नै हुनु छ र छोरी नेपालको खबर, के नै हुनु छ र छोरी नेपालैको खबर। छोरा छोरी सम्झँदै रुन्छौँ धरर, छोरा छोरी सम्झँदै रुन्छौँ धरर, छोरा छोरी सम्झँदै रुन्छौँ धरर। सबैका आँगनीमा चेली बेटी खनिए, सबैका आँगनीमा चेली बेटी खनिए। हाम्रा त आँखैमा आँसु भरिए, हाम्रा त आँगनीमा आँसु भरिए। हुर्काई बढाई पढायौँ कति दुःख गरेर, हुर्काई बढाई पढायौँ कति दुःख गरेर। अहिले तिजमा रुँदै बसौँ फोटा हेरेर, अहिले तिजमा रुँदै बसौँ फोटा हेरेर। जन्म दिने आमा यही कर्म दिने हाम्रो देश, जन्म दिने आमा यही कर्म दिने हाम्रो देश। नबिर्सनु छोरा छोरी आफ्नो भाषा भेष, नबिर्सनु छोरा छोरी आफ्नो भाषा भेष। नेपाली हौ नेपालैमा गर्नुपर्छ चमत्कार, नेपाली हौ नेपालैमा गर्नुपर्छ चमत्कार। यति भन्दै बिदा हुन्छौँ हस्त नमस्कार, यति भन्दै बिदा हुन्छौँ हस्त नमस्कार, हस्त नमस्कार। सबैलाई धन्यवाद।